सरकारले मन्त्रीहरूका लागि 57 जना सल्लाहकारहरू नियुक्ति गर्ने निर्णय गरेको छ। नेपाल सरकारले मन्त्रालयका कामहरू छिटो छरितो गर्ने भन्दै 57 जना सल्लाहकारहरू नियुक्ति गर्ने निर्णय गरेको खबर छ। नेपाल सरकारका सचिव स्तरको सेवा सुविधा पाउने गरी सल्लाहकारहरू नियुक्ति गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मन्त्रालयलाई शुक्रबार पत्राचार गरेको छ। मन्त्रीहरूको सल्लाहकार र सचिवालय व्यवस्थापन सम्बन्धी कार्यविधि 2083 लाई स्वीकृत गरी पहिलो पटक विशिष्ट श्रेणी स्तरका सल्लाहकारहरू रहने व्यवस्था सरकारले गर्न लागेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको स्रोतले बताएको छ। शुक्रबार मन्त्रालयहरूलाई पठाइएको कार्यविधि अनुसार मन्त्रीको सचिवालय सल्लाहकार सहितका पदाधिकारीहरू नियुक्ति हुनेछन्, जस अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ, पूर्वाधार विकास र कृषि, वन तथा पर्यावरण मन्त्रालयमा 5-5 जना सचिव स्तरका सल्लाहकारहरू नियुक्ति गरिनेछ। यी तीनवटा मन्त्रालयमा वैतनिक 1-1 जना र 4-4 जना सचिव स्तरका सल्लाहकारहरू र अवैतनिक रूपमा नियुक्ति हुनेछन्। स्रोतका अनुसार अवैतनिक भने पनि कार्यालय र प्रशासनिक खर्च चाहिन्छ, यसले झन खर्च बढाउँछ विज्ञहरू बताउँछन्। अरू 14वटा मन्त्रालयमा पनि विशिष्ट श्रेणीका सल्लाहकारहरू नियुक्ति हुने व्यवस्थाको कार्यविधिले गरेको छ, जस अनुसार मन्त्रालयहरूमा 1-1 जना वैतनिक र 2 जना अवैतनिक सल्लाहकारहरू नियुक्ति हुनेछन्। मन्त्रालयमा कर्मचारीहरूकै लागि ठाउँ छैन। पूर्व सचिवज्यूहरू वा त्यही स्तरका सल्लाहकारहरू आएपछि हामीले कार्यकक्ष छोडेर सहयोग गर्ने त होला नि, एक सहसचिव भन्छन्। मन्त्रीका वरपर भिड जम्मा पारेर मात्रै नतिजा आउँछ र? मन्त्रीहरूको सचिवालयमा भएकाहरूबीच नै कुरा नमिलेर हैरानी भएका बेला झन् सल्लाहकारहरूको यत्रो भिड जम्मा हुँदा कर्मचारीलाई कार्य सम्पादन असर पर्ने उनको दाबी समेत रहेको छ। उनका अनुसार मन्त्रीको सचिवालय पनि ठूलो बनाउन लागिएको छ र कार्यविधि अनुसार मन्त्रीको सचिवालयमा सल्लाहकार बाहेक 9 जना नियुक्ति हुनेछन्। स्वकीय सचिवालयतर्फ मन्त्रीले उपसचिव स्तरका 1 जना नियुक्ति गर्न पाउँछन्, शाखा अधिकृत स्तरका 2 जना, नायब सुब्बा स्तरका 2 जना, कार्यालय सहयोगी 2 जना र चालक 2 जना नियुक्ति गर्न पाउने व्यवस्था कार्यविधिले गरेको छ। भनेपछि अब विगतका सरकारले यसरी बेफाक रूपमा आफ्ना कार्यकर्ताहरूलाई पोसेको भन्दै विरोध गरेका थिए, तर आज आफैले नै यसरी बेकाममा राज्यको खर्च बढाउने गरेर नियुक्ति गरेको देख्दाखेरिमा चाहिँ के लाग्छ तपाईहरुलाई?